हेलो एभ्रिवान, आज पनि तपाईहरुको अगाडि म मासुको अचारको रेसिपी लिएर आएको छु। अचार भन्दा पनि भयो, यसलाई छोइला भन्दा पनि भयो हैन, मासु सादेको भन्दा पनि भयो। अनि यो चाहिँ मेरो फर्स्ट स्टेप हो। यो मासु चाहिँ रातो बनाइन्जेलसम्म यसलाई भुट्नु पर्छ हो। त्यहाँबाट चाहिँ छोइलामा लाग्ने, मासु सादेकोमा लाग्ने सामानहरु मैले रेडी गरेको छु। टमाटर पोलेको टमाटर चाहिँ पोलेको नै हाल्नुस् स्वादको लागि हैन। अन्त प्याज काटेको छु। अनि मेन मसला चाहिँ के हो, टिम्बुर र सुक्खा खोर्सानी पेस्ट गरेको छु मैले हैन। यो चाहिँ मैले मेन पेस्ट गरेको छु, हल्का यस्तो गोटा गोटै पेस्ट गरेको, सो दैट टेस्ट राम्रो आओस् भनेर हैन। अनि यसमा चाहिँ धनिया र लसुनको पत्ता भाग यसमा मैले सबै कुरा हालिसकेको छु। अघि तपाईलाई देखाएको चीजहरु यसमा मैले निम्बु एड गर्दैछु। अन्त मैले के पनि हाले, त्यसको चाहिँ मैले भिडियो बनाइन भन्दाखेरि चाहिँ तेलमा मेथी झानेर हल्दी हालेर, त्यो पनि अघि मैले हालिसकेको छु। त्यो चाहिँ मैले भिडियो गर्नु पाइन हो। अनि यो अघि मैले देखाएको के पो यो टिमुरको, यहाँ हेर्नुहोस् मेरो छोइला इज रेडी। हातले मोलेर बनाएको अचार। कोकोलाई खानु मन पर्यो, मलाई अर्डर दिन सक्नुहुन्छ तपाईहरुले। भयो।